मिठो चिकन विङ्सको रेसिपी। नमस्कार सबैजनालाई। मलाई चाहिँ है राति भए पछाडि के खाउँ हुन्छ अनि आज चाहिँ कस्तो चिकन विङ्स खान मन परेको थियो अनि त्यो पनि क्रिस्पी खालको। अनि त्यही भएर मैले चाहिँ कोर्न स्टार्च र अल पर्पस फ्लावर ओर मैदा युज गरेर चाहिँ ड्राई र वेट ब्याटर बनाएँ। अनि मेरो ड्राई ब्याटरको लागि त मैले त्यस्तो केही हालिनँ, त्यत्तिकै त्यो कोर्न स्टार्च, अल पर्पस फ्लावर, गार्लिक पाउडर, अनियन पाउडर अनि अलिकति पेपरिका र सल्ट हालेँ। यो पेपरिका चाहिँ यस्तो पिरो रहेछ, कश्मिरी एक्स्ट्रा हट चिल्ली भनेर मलाई नेपालदेखि ल्याइदिनु भएको थियो मेरो सासूले। एकदमै युजफुल हुन्छ कि अलिकति लाउँदाखेरि काम गर्छ। अनि मैले चाहिँ यो वेट ब्याटरको लागि चाहिँ त्यही मसला तर जिरा धनियाँ अनि त्यहाँदेखि तोरी र अलिकति अजिना पनि हालेँ अनि कोर्न फ्लावर पनि हालेँ, त्यसो भए चाहिँ क्रिस्पी होस् भनेर। अनि पानी हालेर चाहिँ अनि त्यसको स्लरी जस्तै बनाएँ। अनि त्यसो भए पछाडि चाहिँ हाम्रो वेट ब्याटरमा हालेर अनि त्यहाँदेखि फेरि ड्राई ब्याटरमा हालेर अनि फेरि वेट ब्याटरमा हाल्यो भने चाहिँ त्यो चिकनले मजाले मसलाहरू पनि लाइक किप गर्छ कि। सो अब यसरी वेटमा हाल्यो अनि मजाले टकटकाउनु पर्छ। त्यसो भए पछाडि त्यो सबै लगेर चाहिँ यो हाम्रो अर्को ब्याटर चाहिँ वेट बनाउँदैन। अनि फेरि त्यो कोट गरिसके पछाडि फेरि ल्याएर वेटमा हाल्यो भने चाहिँ त्यो हुन्छ नि पिठो जस्तो पनि टेस्ट हुँदैन अनि एकदमै लाइक मिठो फ्लेभर आउँछ। अनि त्यस्तो गरेर मैले एउटा एउटा गरेर सबैलाई मजाले कोट गरेँ। अनि त्यहाँदेखि यो कोट गरे पछाडि चाहिँ इट्स रेडी टु गो इन द एयर फ्रायर। अनि हजुरहरूले चाहिँ तेल हालेर पनि गर्दा हुन्छ, तर अब म चाहिँ अलिकति हेल्थी हुन खोज्दैछु, त्यही भएर एयर फ्रायरको लागि मैले के गरेँ भने यो थपक्कसँगले ल्याएर चाहिँ यसलाई एयर फ्रायरमा डिस्टेन्स पारेर राखेँ। त्यसो किनभने एउटैसँगै भयो भने चाहिँ त्यो नपाक्नु नै सक्छ नि त। अनि एयर फ्रायरमा चाहिँ एकदमै सजिलो छ, लाइक केही तेलहरू पनि केही चाहिँदैन। अनि मैले चाहिँ युजली लाइक 400मा अनि त्यहाँदेखि 25-30 मिनटसम्म पकाउँछु, किनभने मलाई चाहिँ चिकन चाहिँ धेरै मजाले पाकेको मनपर्छ क्या। अनि मलाई चाहिँ घरमा हट सस पनि बनाउन मन थियो। अनि त्यसको लागि चाहिँ मैले रातो खोर्सानीलाई उम्लेको पानीमा हालेर 10 मिनट जस्तो चाहिँ त्यो सोक हुन दिएँ है। अनि मेरो चिकन पनि अब त्यसो भए पछाडि चाहिँ फ्लिप हुन रेडी भएको थियो। अनि मैले चाहिँ मेरो चिकनहरूलाई फ्लिप गरेर फेरि अर्को 15 मिनट त्यो 30 मिनटको बिचमा चाहिँ अर्को 15 मिनट हुन्छ नि हो, त्यसरी चाहिँ लाइक 15 मिनटमा चाहिँ एउटा साइड 15 मिनट चाहिँ अर्को साइड पाराले मैले कुक गरेँ। तर हजुरहरू अलिकति कम्ती 20 मिनटहरू जस्तो पनि गर्दा हुन्छ होला। अनि हट सस बनाउनको लागि चाहिँ एकदमै सिम्पल छ है। यस्तो पेपरहरू ल्याएँ अनि त्यसमा चाहिँ मैले पानी हालेँ, त्यो जुन सोक गरेको पानी थियो त्यही हालेँ। अनि नुन हालेँ अनि गार्लिक पाउडर हालेँ। अनि त्यहाँदेखि अमिलो हाल्नुपर्छ। तर यो धेरै पिरो भयो भने चाहिँ हजुरहरूले अलिकति चिनी पनि हाल्न सक्नुहुन्छ। चिनी हाल्यो भने चाहिँ के गर्छ भने धेरै नै ब्यालेन्स गरिदिन्छ त्यो फ्लेभरलाई। अनि त्यो गुलियो टेस्ट हुनु पनि हुँदैन, किनभने यो पिरो अलरेडी नै धेरै पिरो छ अनि हामीले नुन पनि हालेको छौँ नि त, त्यही भएर त्यो गुलियो र पिरो चाहिँ हुँदैन, एकदमै ब्यालेन्स फ्लेभर हुन्छ। र त्यो ससको जस्तो कन्सिस्टेन्सी पाउनको लागि चाहिँ मैले चाहिँ यो चाल्नेदेखि हालेर चालेँ। अनि चाले पछाडि चाहिँ एकदमै स्मुथ सिल्की लाइक ससको उयो आउँछ। र यो जुन लेफ्ट ओभर पल्प छ नि यो पनि म युज गर्छु मेरो चिली ओइलको लागि। अनि यो चिली ओइलको लागि युज गर्दा चाहिँ एकदमै मिठो हुन्छ कि चिली ओइल। अनि त्यसो भए चाहिँ केही वेस्ट पनि हुँदैन। अब मेरो चिकन चाहिँ पाकिसकेको थियो अनि मैले चाहिँ हट ससमा डुबाएर अनि मैले प्लेटमा हालेँ। अनि यो एकदमै मिठो भएको थियो। हजुरहरू पनि ट्राई गर्नुहोस् है। थ्याङ्क यू सो मच। प्लिज सब्सक्राइब। बाई बाई।